गाइज अब त्यो हाम्रो बुक चाहिँ हामी यहाँ राख्न सक्छौँ अफिसमा ल भोलि आएर लिएर जानु भन्नुभएको छ अर्को बुक चाहिँ अब त्यो गाइज अब भोलि आएर हामी लिनेवाला छौँ बुक आज चाहिँ भएन अब हाम्रो छुट्टी भइसकेको छ गाइज अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ गाइज हाम्रो छुट्टी भइसकेको छ सर पनि हुन्न रहेछ हाम्रो लास्ट पिरियडको त्यसले हामी अब चाहिँ घर जाँदैछौँ सबजना हाम्रो कसैकोले सबले छुट्टी हो भन्दै थियो अनि हामी पनि घरतिर गयौँ खासै चाहिँ थाहा भएन तर सबले नै छुट्टी भनेर हामी चाहिँ घरतिर जाँदैछौँ छुट्टी भइसकेको छ गाइज गेटमा बसिरहेको छ सबजना त्यहाँ हेर्न सक्नुहुन्छ त्यहाँनिर त्यहाँ दाइले रोकिराख्नु भएको छ जानै दिनुभएको छैन छुट्टी भन्दा पनि कि खोइ के हो थाहा छैन गाइस तर सबले छुट्टी चाहिँ भन्दैछ अब म चाहिँ ह्यान्डसम गएपछि अब त्यहाँ म गएर जानकारी लिनुपर्ने हुन्छ गाइस के हो मामला खासै मलाई पनि थाहा छैन नि त मेरो बुलेट बाइक निकाल्नुभन्दा सुरुमा चाहिँ हामी त्यहाँ गेटमा जानुपर्ने हुन्छ नि त भन त निकै साथी होइन र आऊ ल जाऊ ब्याग लिएर ए आऊ त्यहाँ हाम्रो यहाँ दुईजना खतरनाक मान्छेहरू यहाँ रोकिसक्नु भएको छ गाइज सर हुन्न त्यसैले हामीलाई छोडिदिनु होला होइन जानु न एजुकेसन त्यो गाइज हाम्रो दुइटै सर हुन्न 2 पिरियड बाँकी थियो 2टै सर हुन्न त्यसैले अब हामीलाई जानु भनिसक्नु भएको छ त्यसैले हामी चाहिँ घरतिर बेला जाँदैछौँ है ल अनि फेरि हाम्रो साइकल राख्नु ठाउँ चाहिँ यस्तो छ गाइज हाम्रो हेर्न सक्नुहुन्छ निकेश दोस्त यहाँ छ मेरो साइकल गाइज म जाने हो घर गाइज म चाहिँ घर आइसकेको छु अहिले ट्याक्कै घर पुगेँ अनि बाटोमा थोरै हात छ अब त्यो तपाईँलाई म भिडियो चाहिँ देखाइदिन्छु राखिदिन्छु यहाँनिर के भन्दाखेरि यो हेर्न सक्नुहुन्छ दाइ चाहिँ बाइक पल्टेर मतलब कुकुरले गर्दाखेरि एक्सिडेन्ट भएर पैनीमा छिर्नुभएको छ बाइकसँग अनि हामीले निकाल्यौँ भ्लग बनाउनु पाइनँ किनकि मान्छे निकाल्दै थियौँ नि त बाइक निकाल्दै थियौँ अप्ठ्यारो हुँदैछ क्या